ब्रेक द लेग भन्यो भनेदेखि तपाईँ कुनै पनि फुटबल कम्पिटिसनमा गइराख्नु भएको छ अथवा एक्जाम तपाईँको भोलि छ भनेदेखि मैले भने कि ब्रेक द लेग भन्यो भने कङ्ग्रेचुलेसन भन्न खोजेको होइन। ब्रेक द लेग भनेको खुट्टा गरेर भाँच भनेको होइन। त्यो भन्नुको मतलब चाहिँ गो गेट इट, बेस्ट अफ लक भन्न खोजेको। गो गेट इट, बेस्ट अफ लक भनेको ब्रेक द लेग। अनि ब्रेक द आइस, हामी मिटिङमा 15जना भेला भइरहेको छौँ तर हामीमध्ये कसैले पनि बोलेनौँ। अनि बोल्नुलाई सबैजना चुप लागेको छन् भने त्यतिखेर हामीले आम गोना ब्रेक द आइस भन्यो भनेदेखि यो साइलेन्स चाहिँ म तोड्नेवाला छु, म सुरु गर्छु है त, सुरुवात चाहिँ म गर्छु है त केही भनेर। अनि क्राई ओभर स्पिल मिल्क भन्छ। क्राई ओभर स्पिल मिल्क भनेको चाहिँ जे कुरा भइसकेको छ त्यो कुराको लागि रोएर के फाइदा भने क्या, भइसक्यो त, गइसकेको कुरालाई गरेर काम छ त छैन नि। अनि वाटर ओभर द ब्रिज भनेको तिमीले मलाई भन्यौ, मैले तिमीले भनेको कुरा बिर्सिसकेँ, ठिक छ मन अब उसले आएर सरी मैले यति भने उति भने 5चोटि तिमीलाई अब मैले यस्तो गर्नु हुँदैन थियो भनेर भन्यो भनेदेखि अब मैले बिर्सकेँ भन्नको लागि इट्स ओके, मैले बिर्सकेँ ठिक छ भन्नको लागि चाहिँ वाटर ओभर द ब्रिज भयो, सक्यो। हेड ओभर द हिल्स भन्यो भनेदेखि चाहिँ मैले जब तिमीलाई देखेँ, कोही केटीलाई देखेँ, म केटा हुँ, मैले कोही केटा देखेँ, मलाई त्यो ऊ देख्ने बित्तिकै एकदम मन पर्यो भनेपछि चाहिँ के भन्छ त्यो टर्मलाई भनेदेखि चाहिँ हेड ओभर द हिल्स भन्छ। हेड ओभर द हिल्स भन्ने बित्तिकै चाहिँ ओ माई गॉड व्हेन आई सॉ हर आई वाज हेड ओभर द हिल्स भनेको मैले उसलाई देखिसकेपछि मैले सबै बिर चाहिँ म यति धेरै मायामा परेँ भन्न खोजेको है। अनि ब्याक टु स्क्वायर वान भनेको जति कुरा बुझाए पनि त्यो मान्छे बुझ्दैन क्या। अब घुमेँ फेरि रुम्दा टारको बास, मैले 5 ठाउँमा घुमेँ तर फेरि पनि म आएर त्यही ठाउँमा एन्ड हुन्छु के। जति भने पनि जति गरे पनि मैले जति मेहनत गरे पनि लास्टमा गएर 0 भन्छ नि, लास्टमा गएर मैले केही पनि गर्न सकिनँ भन्छ नि हो। त्यसपछिबाट त्यो भनेको ब्याक टु स्क्वायर वान।